Good morning friends and welcome to our channel HL Beauty Product र मैले योभन्दा अगाडिको पार्टमा लगाएको थिएँ फेस स्क्रब र हाम्रो फेस प्याक र मैले अहिले चाहिँ त्यसपछिको पार्ट 2 भिडियो अहिले लिएर आएको छु। मैले मोइस्चराइजर लगाइसकेँ र अब लगाउने छु हाम्रो हेल्दी लिभिङकै सन्स डिफेन्स क्रिम र बीबी क्रिम। सन्स डिफेन्स क्रिम हाम्रो फेसमा एकदमै आवश्यकता हुन्छ। हेर्नुस्, हरेक मान्छेलाई जसलाई पनि अहिले त ब्युटी बनाऊँ हैन म राम्रो देखिम भन्ने सबैजनालाई हुन्छ। राम्रो यो सन्स डिफेन्स क्रिमले एकदमै राम्रो गर्छ, हामीलाई घामबाट बचाउँछ, स्किन ड्यामेज हुनबाट बचाउँछ, स्किनमा चाहिँ एउटा स्किन क्यान्सर हुनबाट बचाउँछ र घामले गर्दा हाम्रो फेसमा एकदमै नराम्रो असरहरू पर्न जान्छ। हेर्नुस्, चाया पोतो 24 आउने हैन रिङ्कलहरू पर्छ, त्योबाट चाहिँ एकदमै बचाउँछ र हामीलाई बच्न पनि जरुरी छ। तपाईको फेस तपाईको उमेर भन्दा बढी नदेखियोस् भन्ने चाहिँ हाम्रो एउटा चाहिँ खाना हो। र अहिले जुन मानिसहरूले चाहिँ घाममा निस्किँदा मात्र लगाउने हो भन्ने तरिकाले भन्नुहुन्छ, त्यो चाहिँ गलत हो। हेर्नुस्, हामीले फेसको केयर चाहिँ डेली गर्नुपर्ने हुन्छ। स्किन केयर चाहिँ तपाईँ घरमा बस्नुहोस् अथवा बाहिर जानुहोस्, सन्स डिफेन्स क्रिम अथवा सन्सक्रिम लगाउनु पर्ने हुन्छ। त्यसले चाहिँ एकदमै राम्रो गर्छ, तपाईको छालालाई बुढो देखाउनबाट बचाउँछ हैन, छालालाई एकदमै प्रोटेक्ट राख्छ। त्यो भएर चाहिँ हामीले सन्सक्रिम लगाउन एकदमै जरुरी छ। हेर्नुहोस्, स्किन केयर चाहिँ गर्नुपर्छ डेली, तपाईहरूले चाहिँ गर्नु होला। र योभन्दा पहिलाको भिडियो चाहिँ हजुरहरू हेर्नु होला, मैले युट्युबमै राखेको छु हाम्रो फेस स्क्रब र फेस प्याकको रिजल्ट। र मैले अब चाहिँ बीबी क्रिम एड गर्दैछु। बीबी क्रिम हाम्रो फेसमा चाहिँ एकदमै जरुरी हुन्छ। हेर्नुहोस्, तपाईले घरमा बस्दा सन्सक्रिम लगाए पनि बाहिर जाँदा चाहिँ बीबी क्रिम लगाउनु होला, यसले एकदमै राम्रो प्रोटेक्ट गर्छ। हाम्रो हेल्दी लिभिङको बीबी क्रिममा चाहिँ एउटै प्रोडक्टले 6 वटा प्रोडक्टले गर्ने काम गरिदिन्छ क्या। एकदमै राम्रो बीबी क्रिम छ, एस्योर बीबी क्रिम। यसमा चाहिँ SPF 30+ हो यो। र यसमा चाहिँ मोइस्चराइजर हुन्छ पहिलादेखि नै, र सनस्क्रिनले गर्ने काम पनि गर्छ, प्राइमर यसमा हुन्छ, कन्सिलर यसमा हुन्छ, फाउन्डेसन यसमा हुन्छ, अनि तपाईको चाहिँ स्किन ट्रिटमेन्ट पनि यसैमा छ। सबै कुराहरू यसैमा पाउँछ। यस्तो पनि होला र एउटा प्रोडक्टले 6 वटाको काम गर्छ होला र भन्ने तपाईहरुलाई लाग्छ होला। तपाईले मैले लगाएको रिजल्ट त्यहाँ हेर्नु होला। मैले अहिले भर्खरै लगाउँदै गरेको बीबी क्रिम नै हो। हेर्नु होला यसको चाहिँ कति राम्रो फिनिश यसले चाहिँ निकाल्छ हैन, कति राम्रो गराउँछ स्किनलाई। म पहिला कस्तो थिएँ अहिले कस्तो भए तपाईले त्यहीतिर छुटाउन सक्नुहुन्छ। र एउटै प्रोडक्टमा साच्चै भन्नु पर्दाखेरि कुनै पनि ठाउँमा यस्तो भेट्दैन कि एउटै प्रोडक्टमा 6-7 वटा प्रोडक्ट मिसिएको, 6-7 वटा प्रोडक्टले गर्ने काम एउटै प्रोडक्टले गर्ने चाहिँ सायद मैले भेटेको छैन। तपाईहरुले भेट्नु भएको छ कि नै त्यो तपाईहरुले जान्ने कुरा हो, तर मैले चाहिँ भेटेको छैन। र यसले चाहिँ हाम्रो चाहिँ मेकअप फिनिश एकदमै राम्रो दिन्छ। तपाईको बिना मेकअप नै यसले दिने काम गर्छ भने यसले इभन टोन कम्प्लेक्सन दिने गर्छ हाम्रो स्किनलाई। र हाम्रो स्किनलाई प्रोटिनहरुको एकदमै जरुरी हुन्छ। हेर्नुस्, र पिम्पलहरु पनि यसले आउन दिँदैन। हेर्नुस्, अहिले यो यस्तो समय छ, यति थोरै खाना बिग्रिए पनि पिम्पल आउने, अनि पछि यति स्किनमा ती थोरै केही अब तपाईको धेरै केमिकल मिसेको बाहिर प्रोडक्ट लगाए पनि पिम्पल आउने, चाया आउने हैन, धेरै कुराहरूले चाहिँ असर गरिरहेछ। त्यो भएर चाहिँ तपाईहरुले एकदमै जान्नुपर्ने कुरा हो कि मैले कुन प्रोडक्ट लगाउँदैछु, यो प्रोडक्टको काम के हो, मैले लगाउने प्रोडक्ट नेचुरल हो कि नै भन्ने चाहिँ तपाईले बुझ्नु पर्यो। एकदमै हेरेर, स्किन भनेको यस्तो हाम्रो चाहिँ यस्तो पार्ट हो कि तपाईँ हाम्रो अरू कुनै पनि ठाउँ हाम्रो शरीरमा कुनै पनि देखिँदैन। र हाम्रो चाहिँ स्किन भनेको एकदमै सबैजनाले देख्ने र सबैजनालाई राम्रो हुन मन लाग्ने पनि, स्किन एकदम राम्रो बनाउनु पर्छ भन्ने चाहिँ सबैमा हुन्छ। त्यो कारणले गर्दाखेरि तपाईले प्रोडक्ट लगाउनु भन्दा पहिला विचार गरेर लगाउनु होला। नराम्रो प्रोडक्टहरु पर्यो भने एकदमै स्किन बिगार्छ र उपचार गर्दा पनि सन्चो हुँदैन। कुनै पनि त्यस्तो लेडिज दिदीबहिनी हुनुहुन्छ, स्किनमा एकदमै प्रब्लम आएर तपाई चिन्तित हुनुहुन्छ, सन्चो भएको छैन भने हामीसँग सम्पर्क गर्नु होला। मैले नम्बर पनि छाड्ने गरेको छु, त्यहीबाट तपाईले मलाई कल गर्न सक्नुहुन्छ। मैले तपाईलाई सबै कुराहरू बताउने छु। साथसाथमा मैले यति मात्र नभएर मैले चाहिँ
हाम्रो हेल्दी लिभिङकै वाटरप्रुफ लिक्विड पनि लगाएको छु, किनभने मैले हेल्दी लिभिङकै सबै प्रोडक्टहरू मात्रै युज गर्छु, अरू बाहिर चाहिँ मैले गरेको छैन। किनभने मैले बाहिरको प्रोडक्ट पनि युज नगरे होइन, एकदमै मलाई चाहिँ असर गरेर मैले सबै प्रोडक्टहरू थियो मसँग फालिदिएँ। र मैले चाहिँ हाम्रो यो लिपस्टिक पनि तपाईँहरूले चाहिँ ध्यान दिएर लगाउनुपर्छ। जस्तो सुकै तपाईँको मिठो बास्ना आए पनि त्यसले गर्ने असरहरू तपाईँले जान्नुपर्ने हुन्छ। लिपस्टिकले गर्दा महिलाहरूको चाहिँ पाठेघरमा क्यान्सर जस्ता धेरै समस्याहरू लिन्छ। त्यही भएर हामीले लगाएको ओठको लिपस्टिक भनेको काहीँ नगएर हाम्रो पेटभित्र जाने हो। हेर्नुहोस् त्यसले के असर गर्छ भन्ने चाहिँ तपाईँहरूलाई थाहा हुन जरुरी छ। त्यही भएर मैले चाहिँ लिपस्टिक पनि परिवर्तन गरेको छु। तपाईँहरूले पनि छिटोभन्दा छिटो यसको बारेमा, त्यो लिपस्टिकको बारेमा जानकारी लिएर असरहरू, साइड इफेक्टहरू के रहेछ त भन्ने बुझेर चाहिँ तपाईँहरूले पनि चेन्ज गर्न सक्नुहुन्छ। आजै चेन्ज गरौँ, सबैजना स्वस्थ रहौँ होइन, मस्त रहौँ। स्वास्थ्य नै ठुलो धन हो। तपाईँको स्किन बिग्रिनु पनि स्वास्थ्यमा असर पर्नु, तपाईँको चाहिँ भित्रको स्वास्थ्य बिग्रिनु भनेको पनि एकदमै तपाईँको स्वास्थ्य नै खराब हुनु हो। हेर्नुहोस् त्यही भएर हरेक कुरामा ध्यान दिनुपर्ने हुन्छ। र मैले मस्कारा पनि लगाएको छु। मसँग चाहिँ अहिले मस्कारा सकिसकेको छ, त्यो भएर राम्रोसँग लागेको छैन र मैले फेरि मगाएको छु। मस्काराले पनि एकदमै राम्रो गर्छ। तपाईँको चाहिँ बाहिरको ब्युटी पार्लरबाट किनेर टाँस्नु पर्दैन होइन। अहिले त टाँसिए पनि हुन्छ भन्छन्, तर बिजेत हुन्छ नि हो, खस्यो भने त त्यो खस्छ नि त फेरि। त्यो भएर जे छ नेचुरलमै रमाउने काम गरौँ होइन, त्यसैलाई राम्रो बनाउने काम गरौँ भन्छु म त। एकदमै राम्रो दिन्छ, साइनहरू एकदमै राम्रो दिइरहेको छ। त हेर्नु सक्नुहुन्छ तपाईँले। मेरो आउँदो भिडियोहरू हेर्नुभयो भने चाहिँ तपाईँले केही कुराहरू सिक्नुहुन्छ ब्युटी सम्बन्धी, मैले राखिरहेको हुन्छु, तपाईँले चाहिँ हेर्नु होला। र साथसाथमा मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। अनि पछि तपाईँले बेल आइकनलाई पनि क्लिक गर्नु होला, किनभने मैले राखेको यस्तो भिडियोहरू, यस्तो ज्ञानहरू, तपाईँलाई जानकारीहरू मिल्नेछ। मैले माथि चाहिँ मैले पेन्सिलले केर्दैन, आइलाइनर चाहिँ लगाउँदैन, मैले त्यही अब हाम्रो मस्काराले नै बनाउने काम गर्छु। ओके, थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिनु भयो। आउँदो भिडियोहरू पनि हेर्नु होला, हजुरहरूले सिक्नु होला र तपाईँहरू स्वस्थ रहनुहोला, मस्त रहनुहोला, व्यस्त रहनुहोला भन्दै थ्याङ्क यू सो मच अहिलेसम्म हेरेर साथ दिनुभएकोमा। विश यू वेल।